ल है हजुर आजसम्म आइपुग्दासम्म यो अवस्था आइसक्यो। ल हेर्नुहोस् यो शक्तिदेवी मन्दिरको पहिलो तलाको सटरिङ कार्पेन्टर सम्बन्धी सबै काम सिनिक्कै सकियो। त्यो बिचमा चाहिँ ग्याप रहन्छ, यो छेउछेउको ल यस्तै हो, घोप्टे डाइरेक्ट। ल यस्तै छ। अब यसमा बिमसिम अब रड सड यताउति हुन्छ, अब अरू खासै त्यस्तो छैन। अब त्यही हो, रड झ्याममा बिम बुन्ने हो। ल यस्तो छ, वरिपरिको अवस्था यस्तो छ। धेरै काम छ, धेरै। भगवानको देवीको दर्शन पाउनु निकै गाह्रो छ। कठिन समयपछि, कठिन परिस्थिति समय पार गरेपछि मात्र देवी भगवानको दर्शन पाइन्छ भन्थे। हो नै रहेछ, बहुत कठिन अवस्थापछि बल्ल भगवान देवी देवताले मनुष्यलाई आफ्नो दर्शन दिन्छन् भन्ने सुनेको हो रहेछ। ल गाह्रो छ, यी धेरै छ काम। ऊ तलतिरबाट आउनु त्यही। ल ल ल ऊ दिदीले पनि भन्नुहुँदैछ मन्दिरको मेरो भन्नुहुँदैछ, ऊ चिच्याउनु हुँदैछ धारे हात पार्दै।